कफी खानुभयो म त 2-3 दिनदेखि खाइरहेको छु नि अब यो 17 बिन्स बाई रोहित कुमार पौडेलको कफी कस्तो लागिरहेछ राम्रो नै छ जसरी जुन त्यसले मुभ लिएछ नयाँ मुभ एज अ क्रिकेटिङ फिल्डमा भएर पनि यसमा मुभ लिएको चाहिँ धेरै राम्रो छ होइन धेरै धेरै बधाई दिन चाहन्छु रोहितलाई यो नयाँ जर्नीको लागि अब खेलाडी अहिले क्याप्टेनै हुनुहुन्छ खेलिरहनु भएको छ त्यो त्यही बेलामा साइड बाई साइड एउटा बिजनेस एउटा खोलेर एउटा अलिकति नयाँ चिज गर्न सुरु गर्नुभएको छ होइन के भन्न चाहनुहुन्छ राम्रो मुभ हो अब मलाई लाग्छ अब पहिला दाइहरूले पनि अलिअलि बिजनेस गरिसक्नु भएको थियो होइन यो हाम्रो ब्याचको एउटा यो पहिलो जस्तो लाग्छ क्याप्टेनले स्टार्ट गरेको होइन सो बिस्तारै बिस्तारै यस्तोमा सबैजना पनि लाग्यो भने चाहिँ अझै राम्रो हुन्छ जस्तो लाग्छ यो साथीलाई अब कसरी समर्थन गर्ने बिजनेसलाई अझ अगाडि बढाउने के प्लान बनाउनुहुन्छ के सोच्छ होइन त्यस्तो त केही छैन अब हामी जति पनि साथीहरू छौँ हामी त साथ दिइरहेको हुन्छ भने जहिले पनि होइन अब यो पहिल्यैदेखिको प्लान थियो रोहितको होइन एउटा केही खोल्ने कफी हो या जे खोल्ने तर अहिले खोल्दाखेरि सबैजना हामी खुसी नै छौँ होइन जसरी अब हामी यहाँ आएर हुन्छ या अलिकति प्रमोट गरेर हेल्प गर्न सकिन्छ भने चाहिँ राम्रो जस्तो साथीले अब एउटा बिजनेस कफीबाट सुरु गर्नुभयो यहाँ पनि एउटा क्रिकेट प्लेयर नै हुन्छ आगामी प्लान यहाँको पनि केही छ त्यस्तो केही पनि सोचेको छैन मैले अब रोहितले स्टार्ट गरेँ होइन अब बिस्तारै बिस्तारै अब सबैले अलिअलि स्टार्ट गर्छन् होला अहिले केही पनि सोचेको छैन मैले